हेलो, सम्पूर्णमा नमस्ते। दसैँ तिहार कस्तो हो साथीहरू? रमाइलै भएको होला है? आज अध्यापन अनुमति पत्र निमावि तपाईँको विज्ञापन ओपन भएको छ। धेरै त्यस सम्बन्धी आज आत्ममूल्याङ्कन, स्वमूल्याङ्कन गर्नको लागि मैले यहाँ केही महत्त्वपूर्ण 5वटा मात्रै क्वेसनहरू ल्याएर आएको छु, जुन एकदमै महत्त्वपूर्ण हुन सक्छ र त्यो 5वटा क्वेसनहरूमा कतिवटा मिल्यो हजुरको त्यो चाहिँ कमेन्ट गर्न नभुल्नुहोला। क्वेसन नम्बर 1 रहेको छ, अनौपचारिक शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न परिचालकको भूमिका निर्वाह गर्ने अङ्ग कुन हो? अनौपचारिक शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न परिचालकको भूमिका निर्वाह गर्ने अङ्ग कुन हो? क्वेसनमा ध्यान दिनुहोला। अप्सन रहेको छ सामुदायिक अध्ययन केन्द्र, गाउँ शिक्षा समिति, स्थानीय निकाय, प्रदेश सरकार। राइट आन्सर कुन होला चोइस गर्नुहोला साथीहरू। क्वेसन नम्बर 2 रहेको छ, विशेष शिक्षा परिषदको अध्यक्ष को हुन्छ? क्वेसन ध्यान दिनुहोला। विशेष शिक्षा परिषदको अध्यक्ष को हुन्छ? अप्सन रहेको छ कमा शिक्षा मन्त्री वा राज्य मन्त्री, अप्सन ख शिक्षा सचिव, अप्सन ग महानिर्देशक शिक्षा विभाग, अप्सन ग महानिर्देशक पाठ्यक्रम विकास केन्द्र। राइट आन्सर चुज गर्नुहोला। आज मैले एकदमै महत्त्वपूर्ण क्वेसन राखेको छु साथीहरू। भोलि पनि आउनेछु र क्वेसन नम्बर 3 रहेको छ, विशेष शिक्षा भन्नाले कसलाई दिइने शिक्षा हो? यो पनि 2-3 चोटि सोधिसकेको क्वेसन हो साथीहरू, ध्यान दिनुहोला। विशेष शिक्षा भन्नाले कसलाई दिइने शिक्षा हो? अप्सन क दृष्टिविहीन, अप्सन ख सुनाइ र बोलाइमा अपाङ्ग भएको व्यक्ति, अप्सन ग बौद्धिक अपाङ्गता भएको व्यक्ति, अप्सन ग माथिका सबै। कतिले मिलाउनु भयो साथीहरू? अप्सन क्वेसन नम्बर 4 रहेको छ, अनौपचारिक शिक्षासँग सम्बद्ध विद्यालय कुन हो? क्वेसनमा ध्यान दिनुहोला। अनौपचारिक शिक्षासँग सम्बद्ध विद्यालय कुन हो? व्यावसायिक विद्यालय हो, खुला विद्यालय हो, बहुउद्देश्य विद्यालय हो, बहुप्राविधिक विद्यालय हो? यो त पक्कै मिलाउनु हुनेछ साथीहरूले। विद्यार्थी भाइ बहिनीहरू हो, तपाईहरूको +2 ले निमाविको लाइसेन्स दिन पाउने अहिले अन्तिम चान्स पनि हुन सक्ने सम्भावना रहेको छ। त्यसकारण एकदमै मेहनत गरेर यसपालि लाइसेन्स निकाल्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु। क्वेसन नम्बर 5 रहेको छ, नेपालमा महिला शिक्षाको प्रारम्भ गर्ने को हुन्? लक्ष्मीबाई, मेलवा देवी, गङ्गाबाई, गङ्गादेवी। यो पनि पक्कै मिलाउनु हुनेछ साथीहरूले र यसको उत्तरहरू तपाईहरूको र मेरो कतिवटा मिल्यो त्यो चाहिँ हेर्न नभुल्नुहोला र जतिवटा मिल्यो त्यो चाहिँ कमेन्ट बक्समा कमेन्ट छोड्नुहोला साथीहरू र युट्युबमा लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, मसँग जोडिनुहोला। यस्तै यस्तै महत्त्वपूर्ण क्वेसनहरू लिएर हजुरहरूसँगै सिक्ने र सिकाउने अभियानमा म पनि आजदेखि लागि परेको छु। हजुरहरू पनि एकदमै मेहनतका साथ तयारी गर्नुहोला विद्यार्थी भाइ बहिनीहरू।
अहिले राम्रो चान्स छ, राम्रो मौका छ। यसपछि अब ब्याचलरले मात्रै निमावि लाइसेन्स दिन पाउने सक्ने सम्भावना एकदमै प्रबल छ। तसर्थ राम्रो तयारी गर्नुहोला, मसँग पनि जोडिनुहोला भन्दै अहिलेलाई बिदा हुन्छु। आजलाई यति 5वटा मात्रै, भोलि बढाएर ल्याउनेछु। हस्, नमस्ते, धन्यवाद, शुभरात्रि।